कृषकहरू नमस्कार। कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको अनलाइन सिकाइ प्रणालीमा यहाँहरूलाई स्वागत छ। आज हामी आलु खेती प्रविधि अन्तर्गत केही प्रारम्भिक विषयवस्तुका बारेमा छलफल गर्नेछौँ। कृषकहरू, यस भिडियोमा तपाईहरूले निम्न विषयमा जानकारी पाउनुहुनेछ। आलु बालीको परिचय, आलु खेती गर्ने उपयुक्त हावापानी, आलु बालीका जातहरू। दर्शकहरू, अब हामी एक एक गरी यी विषयमा छलफल गर्नेछौँ। आलु बालीको परिचय। आलु एउटा झाडी प्रकृतिको सोलानेसी परिवारको 1 वर्षीय बाली हो। नेपालमा आलुलाई तरकारी बालीको रूपमा खेती गरिन्छ भने हिमाली क्षेत्रका लागि खाद्यान्न बालीको रूपमा लिइन्छ। विश्वमा खेती गरिने पुराना बालीहरू मध्येको आलु पनि एउटा पुरानो बाली हो र यसको पहिलो खेती ईसापूर्व 5000 देखि 8000 वर्ष अगाडि पेरुमा गरिएको थियो भन्ने उल्लेख भएको पाइन्छ। मानिसले उपभोग गर्ने गरेको आधारमा विश्वमा धान, गहुँ पछिको यो तेस्रो महत्त्वपूर्ण खाद्यान्न बालीको रूपमा रहेको छ। आलुमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ। आलु खेतीका लागि उपयुक्त हावापानी। हावापानीको हिसाबले आलु चिसो हावापानीमा फस्टाउने बाली भए तापनि यसलाई विविध हावापानीमा उत्पादन गर्न सकिन्छ। आलु बालीले केही मात्रामा तुषारो सहन सक्दछ। आलुको खेती गर्दा यसको वृद्धि अवस्थामा मध्यम चिसो हुने वातावरण रहने समय पारेर रोप्नु उपयुक्त हुन्छ। आलुको वानस्पतिक वृद्धिको लागि 24 डिग्री सेल्सियस तापक्रम र दाना लाग्नको लागि 20 डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ। आलु खेतीको लागि औसत तापक्रम 20 देखि 25 डिग्री सेल्सियस भएमा राम्रो हुन्छ। कृषकहरू, यहाँहरूले मौसमको जानकारी प्रदान गर्ने मोबाइल एपहरूको प्रयोगबाट आफ्नो खेती गरिने ठाउँको तापक्रमका बारेमा जानकारी लिन सक्नुहुन्छ। यदि तपाईँ स्मार्टफोन र इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने वेदर फोरकास्ट एपहरूको प्रयोग गरी हाल तपाईँको स्थानमा भएको तापक्रमको जानकारी लिई अनुकूलन तापक्रम हुने समय यकिन गरी आलु खेती लगाउन सक्नुहुनेछ। दर्शकहरू, अब हामी आलु बालीका जात र तिनीहरूको गुणको बारेमा छलफल गर्दछौँ। आलु बालीका जातहरू। आलुको खेती ईसापूर्व कालदेखि नै हुँदै आएको हुनाले र यसमा पनि क्रमशः वंश सुधारका कामहरू हुँदै आएर अहिले केही विभिन्न नयाँ उन्नत जातहरू विकास भई सिफारिस गरिएका छन्। तालिकामा उल्लेख गरे जस्तै कतिपय जातहरू विभिन्न भौगोलिक क्षेत्रमा कुनै विशेष सिजनका लागि उपयुक्त हुने गर्दछन्। जस्तै खुमल सेतो 1 उच्च पहाडी भागमा हिउँदे बालीको रूपमा खेती गर्न सकिन्छ भने कुफ्री ज्योति पहाडमा वर्षे तथा हिउँदे बाली तथा उच्च पहाडमा वर्षे बालीको रूपमा खेती गर्न सकिन्छ। यसै गरी डेजिरे, खुमल सेतो 1, खुमल लक्ष्मी तराई पहाड र उच्च पहाडमा विभिन्न याममा खेती गर्न सिफारिस गरिएको छ। खुमल रातो 2 तराई क्षेत्रमा हिउँदे याममा मात्र खेती गर्न सिफारिस गरिएको छ भने खुमल उपहार TPS 1-2 कार्डिनल र MS 42.3 तराई र पहाडी भेगमा हिउँदे बालीको रूपमा खेती गर्न सिफारिस गरिएको छ। नेपालमा भौगोलिक क्षेत्रको सिजन अनुसार सिफारिस गरिएका केही मुख्य जातहरू र बाली लगाउने महिनाहरू यहाँ उल्लेख गरिए अनुसार छन्। कृषकहरू, यसरी बिउ छनौट गर्दा हामीले उपभोक्ताको रोजाइ, रोग सहन सक्ने, उत्पादन छिटो दिने वा बढी दिने तथा हाल बदलिदो मौसमको परिस्थितिलाई समेत ध्यान दिन जरुरी देखिन्छ, जसले गर्दा विभिन्न वातावरणीय प्रभावको असर अनुकूलन हुने गरी भौगोलिक क्षेत्र र सिजन अनुसार सिफारिस गरिएका जातहरूको प्रयोगलाई अझ प्रभावकारी बनाउन सकिन्छ। सिफारिस गरिएका जातहरू र प्रति हेक्टर उत्पादन परिमाण।
कृषकहरू, अब हामी विभिन्न सिफारिस गरिएका जातहरूको अवधि, उत्पादन क्षमता तथा खेतीका लागि उपयुक्त भूगोलका बारेमा छलफल गर्नेछौँ। सिफारिस गरिएका कम समयमा बढी उत्पादन दिने जातहरूको छनौट गर्न सके प्रति हेक्टर जमिनबाट बढी उत्पादकत्व लिन सकिन्छ। यसरी हेर्दा कुफ्री ज्योति, कुफ्री सिन्दुरी, डेजिरे, जनकदेव, खुमल सेतो 1, खुमल रातो 2, खुमल लक्ष्मी, आइपिवाई 8, खुमल उज्जवल, खुमल उपहार, टिपिएस 1, टिपिएस 2, खुमल विकास, कार्डिनल, रोजिटा, एमएस 42.3 जातहरू उपयुक्त देखिन्छन्। यद्यपि यस्ता जातहरूको छनौट गर्दा भौगोलिक क्षेत्र, हावापानी एवं सिजनको अनुकूल हुने सुनिश्चितता गर्नु भने आवश्यक हुन्छ। भौगोलिक क्षेत्र एवं सिजन अनुसार सिफारिस गरिएका जातहरू र उन्नत प्रविधिहरूको प्रयोग गरिएमा प्रति इकाइ क्षेत्रफलको उत्पादन एवं उत्पादकत्व वृद्धि हुन गई कृषक परिवारको आम्दानी बढ्न जाने हुनाले कृषकहरूले सिफारिस अनुसारका प्रविधिहरू अपनाउनु उचित हुन्छ। कृषकहरू, यस कक्षामा हामीले आलु खेती प्रविधि अन्तर्गत आलु बालीको परिचय, आलुको लागि उपयुक्त हुने हावापानी र आलु बालीका जातहरूका बारेमा छलफल गर्यौं। माथि उल्लेखित विषयहरूको जानकारी राखेर आलु खेती गरिएमा राम्रो सफलता पाउन सकिनेछ। यस कक्षाको सन्दर्भमा यहाँहरूलाई कुनै जिज्ञासा वा प्रश्न भएमा हामीलाई प्रणालीको कमेन्ट सेक्सनमा गएर राख्न सक्नुहुनेछ। यहाँहरूका सुझावले हामीलाई यी पाठ्य सामग्री परिमार्जन र थप गुणस्तरीय बनाउन सहयोग हुनेछ। धन्यवाद। नमस्कार।